नमस्कार, म प्रवीण पाठक, राष्ट्रिय स्वतन्त्र पार्टी उत्तम नगर सचिव। अहिले चाहिँ हामी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घर दैलो अभियानमा छौँ र बालेन्द्र शाह जो झापा क्षेत्र नम्बर 5 का उम्मेदवार हुनुहुन्छ उहाँलाई जिताउनको निम्ति हामी घर दैलो अभियानमा छौँ। घर दैलो अभियानमा जाने क्रममा हामीले अत्यन्तै मतदाताहरू चाहिँ अत्यन्तै उत्साहित पाएका छौँ। परिवर्तनको निम्ति मत हाल्नको लागि अत्यन्तै उत्साहित हुनुभएको छ र मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अत्याधिक मतसहित झापा क्षेत्र नम्बर 5 बाट विजय हासिल गर्नुहुन्छ र हाम्रो लागि यो क्षेत्रको एउटा बासिन्दा भएको नाताले हाम्रो लागि चाहिँ गौरवको विषय के पनि हो भने फेरि पनि झापा क्षेत्र नम्बर 5 ले सिङ्गो देशको भविष्य कोर्ने फेरि पुनः एउटा अवसर प्राप्त गर्दैछ र यस क्षेत्रका उम्मेदवार सांसदका उम्मेदवार बालेन्द्र शाह फेरि पनि यो देशको प्रधानमन्त्रीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ताव गरेको छ र यहाँबाट यहाँहरू सम्पूर्णलाई पनि आह्वान गर्न चाहन्छु यसपटक परिवर्तनको निम्ति मत हाल्नुहोला र प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्ने हुन्छ र यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत अझै भनौँ दुई तिहाई बहुमतको आवश्यक छ किनभने संविधानमा पनि धेरै कुराहरू परिवर्तन गर्नु छ नभए पनि एब्सोल्युट मेजोरिटी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई आवश्यक छ ताकि भोलि कुनै पनि अन्य पार्टीसँग चाहिँ टाँसिएर फेरि सरकार बनाउने बाध्यता राष्ट्रिय स्वतन्त्र पार्टीलाई नपरोस् र फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले यो कार्यकाल हेर्ने हो र एक कार्यकालमा राम्रो काम गरेन भने नदोहोऱ्याउन पाइन्छ तर एकपटक चाहिँ यहाँहरू सबैलाई यहाँहरूको मिडिया मार्फत आह्वान गर्न चाहन्छु चुपचाप घन्टी छाप भन्न चाहन्छु। फेरि यसको अर्थ चुपचापको अर्थ चाहिँ फेरि यो धम्की होइन यसको अर्थ चाहिँ के हो भन्दाखेरि एकदम साइलेन्सली पनि हामीले चाहिँ मत परिवर्तन गर्न सकिन्छ भन्ने अर्थ हो। धन्यवाद।